Hi everyone, Assalamualaikum. Welcome to my vlog. I hope you guys are doing well. अनि आज चाहिँ हामी इन्डिया जाँदैछौँ म र मेरो बहिनी लाइक एउटा भ्याकेसनै जस्तो घुम्न जस्तो भनौँ न। अनि आज बिहान 6 बजेको गाडी थियो हाम्रो, सो हामी बिहान 5:30 बजीतिर घरबाट निस्केको थियौँ। अनि गाडीसम्म चाहिँ गाडी चढाइदिन चाहिँ बाबा जाँदै हुनुहुन्थ्यो हामीसँग। बाबाले ड्रप गरिदिनु लाग्नुभएको थियो। आज पनि म भोइस ओभर नै गरिरहेको छु, किनभने त्यति बेला बिहानै उठेको, अनि बोल्दै भ्लग गर्न अनि रेकर्ड गर्नै अलस्स भयो क्या, झ्याउ लाग्यो। त्यही भएर भोइस ओभर नै गरिरहेको। हामी गाडी चढिसक्यौँ, गाडी हिँडी पनि सक्यो। यो चाहिँ पुल्चोकबाट लागेको गाडी हो। अनि सुरुमा चाहिँ लास्टै रोक्दै गएको क्या। सनराइज कस्तो यो भिडियो रेकर्ड गर्नै उल्टो गरेँ क्या मैले। अब निन्द्रामा यहाँ चाहिँ हामी अब हेटौडा पुगिसकेको थियौँ। सुत्दै आएको, अनि जता बिर्सिँदै गयो, त्यता भिडियो गर्दै गएँ। अब बिहानको टाइम अलस्स भएको ज्यान, अनि निन्द्रा त लागि नै हाल्छ, यसै नै गाडी लाग्छ मलाई चाहिँ। अब यो त झन् अलि लङ ट्राभल नै थियो। अनि हेटौडा पुगिसकेको थियो। फर्स्ट 2 आवर लाग्छ नि त नानघाटबाट हेटौडा। अनि मजाले सुत्दै आएको थिएँ म चाहिँ। अनि कताको जङ्गल पर्दै थियो, मलाई एक्ज्याक्ट थाहा पनि छैन। त्यति बेला त थाहा थियो, अहिले त मैले बिर्सिसकेँ कि। खै कताको जङ्गल हो यो त। She moves like a map with no borders, a whisper caught in. यो चाहिँ हेटौडा र पत्लायाको बिचमा आउने जङ्गल हो सायद। के भन्छ यो जङ्गलको नाम त थाहा छैन मलाई। पत्लाया आउनुभन्दा अगाडि आउने जङ्गल हो। अनि त्यही जङ्गल हो यो चाहिँ। यो चाहिँ पत्लाया आइपुग्यो हामी। यो पत्लायाको यो बिच चौतारा कि के भन्छ नि, त्यही हो। यो चाहिँ पत्लायाको, यहाँ चाहिँ झिलिमिलीहरू लगाएर तिहारको कति राम्रो बना, नाइटमा चाहिँ एकदम राम्रो देखिन्थ्यो। अब हामी यहाँबाट अगाडि बढ्दै गयौँ। गाडी अहिलेसम्म रोकेको छैन। हामीलाई भोक लागेर एकदम साह्रै भइसकेको थियो। यो चाहिँ 3 नम्बर पुल हो, उताको ब्रिज भाँसेको भएर नयाँ पुल बनिरहेको थियो। कति भइसक्यो यो 3-4 वर्ष भइसक्यो बन्न थालेको, अहिलेसम्म बनेर भ्याएको छैन। नेपाली त हो, अब भन्ने बित्तिकै नि हुँदैन नि त। चाहिँ 3 नम्बरको पुल हो, यता साइडको तल पुलबाट आउनुपर्छ। यो चाहिँ यही पुल हो भाँसेको चाहिँ। योभन्दा उतापट्टि चाहिँ नयाँ पुल बन्दैछ। 3-4 वर्षै भइसक्यो कि यो नबनेको। कति साह्रो टाइम लाग्यो होला। अरू त्यहाँ चाहिँ बनिरहेको पुल छ, बल्ल त्यति बनेर भ्या 3 वर्षमा। अब फेरि म एकछिन सुतेर उठ्दा चाहिँ हामी निजगढहरू सबै कटेर चन्द्रपुर पुगिसकेको थियौँ। सौदाहट चन्द्रपुर, चपुर के भन्छ। हामी चाहिँ गौरसम्म पुग्ने भनेर चढ्या गाडी हो। लास्टै टाइमलाई हामीले 6 बजे चढेको गाडी हामीलाई ठ्याक्कै
11:30 बजीतिर छोडिदिएको थियो। घरको बोर्डर क्रस गरेर जाने प्लान थियो हाम्रो चाहिँ। मैले चाहिँ फेरि त्यहाँ बस स्ट्यान्डको भिडियो गर्नै बिर्सेछु क्या। अब चाहिँ हामी डाइरेक्ट बोर्डरको त्यहाँ आउँदैछौँ होइन। मैले यो चाहिँ नेपाल बोर्डर हो। त्यो येल्लो गेट पछाडि चाहिँ इन्डिया बोर्डर भयो होइन, के भन्छ। अनि अब त्यहाँ चेकिङ लास्टै एकदम भिड पनि छ। अनि भिडियो गराउन नि मिल्दैन नि त चेकिङको। अब त्यसपछिको डाइरेक्ट अब यो चाहिँ हाम्रो बजार हो। के बजार हो यो चाहिँ? त्यही बोर्डर पछिको बजार हो यो चाहिँ। बर्गेनिया बजार भन्छ यसलाई चाहिँ। यहाँ चाहिँ एकैछिन हामीले केही खायौँ अनि कहीँ गाडी रोकेन कि, कहीँ पनि गाडी रोकेन, केही खान नि पाइएन। अनि एकदम भोक लागिरहेको थियो हामी दुईजनै दिदुहरूले। अनि त्यसपछि चाहिँ यो चाहिँ स्टेसन, बर्गिने स्टेसन हो। यहाँ चाहिँ अङ्कल लिन आउनुभएको थियो हामीलाई। अनि हामी अङ्कलसँग जाँदैछौँ। लास्टै नै फोहोर। नेपाल भन्दा पनि एकदमै रहेछ क्या। लास्टै नै फोहोर। त्यो केही रुल्स रेगुलेसन नै। अब यो इन्डिया भनेको नि यो त्यस्तो ठुलो सिटी होइन नि त। यो त अब गाउँ नै हो, भिलेजै हो। त्यही भएर नि होला त्यस्तो केही पालना नगरेको। तर यहाँ भन्दा चाहिँ हाम्रो नेपाल चाहिँ एकदमै राम्रो छ होइन। एकदम राम्रो छ हाम्रो नेपाल चाहिँ यो भन्दा चाहिँ। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the... अब यो चाहिँ हाम्रो एरिया नजिक आइसकेको छौँ। यो चाहिँ हाम्रो अब उतातिर त मस्जिदहरू पनि लास्टै नै धेरै हुन्छ नि त। कति राम्रो मस्जिद है। भिडियो नै कस्तो कोल्टे गरेको छु क्या मैले। अब हाम्रो भित्री नजिक पुग्दैछौँ घरभन्दा। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and
soon she won't be here. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance. यहाँ चाहिँ अब हामी गल्लीभित्र छिर्यौँ 2 minutes from here 2 minutes पनि लाग्दैन हौ ओके फाइनल्ली अब हामी पुग्न लागिसकेको छौँ सो थ्याङ्क यू फर वाचिङ सबैजनाले लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला बाई बाई अब हामी नेक्स्ट ब्लगमा भेटौँला